महिला हिंसा कहिले अन्त्य हुन्छ र एउटा बन्द कोठामा महिला कहिलेसम्म घुटेर रोएर जिउनु पर्छ? गल्ती छोरा मान्छेले नै त्यति नै गर्छन् जति छोरी मान्छेले गर्छन्। र एउटा बन्द कोठामा कहिले गलामा र कहिले शरीरमा अनेकौं ठाउँमा पीडा दिएर कहिलेसम्म यो अन्त्य कहिले हुन्छ? यसको कहिले हुन्छ यसको अन्त्य? के छोरा मान्छेले जे गरे पनि हुन्छ? जस्तो खालको व्यवहार गर्दै पनि हुन्छ छोरी मान्छेलाई? मन पर्यो अङ्गालोमा नभए भङ्गारोमा पार्न मिल्छ छोरी मान्छेलाई? भन्न त म महिला हिंसालाई अन्त्य गर्छु भनेर हरेकौं राजनीतिको खोल ओढेर भित्रभित्र जान्छन्, तर आफ्नो घरभित्र कतिसम्मको हिंसा गरेर हिँडेको छु कसैले देखेको छ? नक्कली खोल ओढेर नक्कली ढोङ्गी गरेर जिन्दगी बित्छ। राजनीतिको खोल ओढेर पनि त्यत्तिकै ढोङ गर्ने र महिला हिंसा बन्द कोठामा राखेर घाँटी थिचेर अभद्र व्यवहार गरेर देखाउने पुरुषलाई महान भनिन्छ? भनिँदैन नि। एउटा बन्द कोठामा राखेर कोही छोरी मान्छे मर्न र कुरा गर्न पनि म नसक्ने अवस्थामा छु हैन? कसैलाई बन्द कोठामा राखेर बन्द कोठामा हैन आफ्नो शक्ति र पावर देखाएर तछाड मछाड लछार पछार गर्छ, यसलाई मर्दाङ्गी भनिन्छ हो? के छोरा मान्छेको मर्दाङ्गी त्यही हो? एउटा छोरी मान्छेले आफ्नो श्रीमानबाट धेरै कुरा त चाहेको हुँदैन के, बस माया मात्र चाहेको हुन्छ जसले पनि। के मरिसकेपछि लास उठाएपछि मात्रै महिला हिंसा अन्त्य हुन्छ? यदि हुन्छ भने ठिक छ, मर्न पनि पछि हटिँदैन। मरेर पनि म जस्तो हजारौँै मरेर पनि कसैको भलाइ हुन्छ भने म जस्तो मात्रै होइन, मभन्दा हजारौँटा मान्छे पनि मर्न तयार छन्। तर नारी हिंसा अन्त्य हुनुपर्छ। पुरुषले मनलाग्दी गरेर कसैलाई चछाड मछाड गरेर छोड्न पाउने छैन। धेरै छन् पीडादायी महिलाहरू, धेरै छन्। कोही बोल्न सक्ने छन्, कोही बोल्न नसक्ने छन्, कोही आवाज उठाउन सक्ने छन्, कोही आवाज उठाउन नसक्ने छन्। मन पर्यो भनेदेखि मेरो, मन नपर्यो भने त कसको भनेर दुनियाँ दिवानाको दुनियाँलाई टाँसो लाएर दुनियाँको नाम लिएर नाम जोड्ने यस्ता पुरुषहरू नि छि। ठिक छ, नारी हिंसा, नारी अपमान, नारीको सम्मान गर्न नसक्ने मान्छेले नि नारीको नजिक नजानु